सो गाइस अहिले भने चाहिँ म यहाँ देख्न सक्नुहुन्छ है डोको बोकेर सो कहाँ गएको भन्दाखेरि चाहिँ म ढुङ्गा बोक्नु गएको है। अनि हाम्रो चाहिँ यहाँ अब नयाँ घर बनाउनु आँटेको छ नि त। अब यो नयाँ बिल्डिङ बनाउनु आँटेको छ। सो त्यसले गर्दाखेरि ढुङ्गाहरू त्यतिकै छरिरहेको रहेछ नि पर। अनि अब घरमा त्यसै बस्नु भन्दाखेरि चाहिँ है अहिले कोही काम गर्ने नहुँदाखेरि चाहिँ आफै पनि जिउ पनि फिट हुने। सो घरमा आउँदाखेरि अलिकति काम गरिराखौँ भनेर चाहिँ सो जाँदैछु म है। अब दिनभरिमा हेर्छु कति बोक्नु सक्छ। अब धेरै भएको थियो काम नगरेको होइन। अब धेरै दिन बादमा अब काम गर्दाखेरि अब कस्तो हुँदो रहेछ। सो है गाइस भेटौँ होला अहिले फेरि। सो गाइस म चाहिँ यहाँ ढुङ्गा बोक्ने जग्गामा आइपुग्यो है। अनि ढुङ्गा चाहिँ बेसी जस्तो चाहिँ लगिसकेको छ, कम्ती जस्तो रहेछ है। अनि यता पनि छ। सो अब बोकेन भने चाहिँ है यो बेसी जङ्गल पलाएर पुर्नु आँटेछ। पुरा चिसो भइरहेको छ ढुङ्गा है। हिजो पनि पानी पर्यो अनि त्यसले गर्दाखेरि चाहिँ म भारी लाउँदैछु कति बोक्नु सक्दो रहेछ है हेर्छु। देख्न सक्नुहुन्छ भारी पनि बढ्यो। अब चाहिँ म बोकेर लानेवाला छु। सो गाइस मैले चाहिँ आज दिनभरिमा यति मात्रै बोक्नु सकेँ। पसिना हेर्नुहोस् न गाइस। गरम यति डरलाग्दो छ।